यदि तपाईं लक्जमबर्ग गएर काम गर्न चाहनुहुन्छ, आफ्नो भविष्य लक्जमबर्ग जस्तो सुन्दर देशमा बनाउन चाहनुहुन्छ भने आजको यो विशेष भिडियो तपाईको लागि हो। किनभने आजको यो विशेष भिडियोमा म तपाईहरुलाई लक्जमबर्ग जानको लागि चाहिने सम्पूर्ण जानकारीहरु A to Z जानकारी दिन गइरहेको छु। लक्जमबर्ग जानको लागि के कस्ता डकुमेन्टहरु चाहिन्छ, कस्तो एक्सपिरियन्स चाहिन्छ, लागत कति लाग्छ, त्यहाँ पुगिसकेपछि कति आम्दानी गर्न सकिन्छ, नेपाल बाहिर साउदी, कतार, मलेसिया, दुबई अथवा अन्य देशहरुमा रहनुभएका दाजुभाइहरुले एप्लाई गर्न सक्नुहुन्छ कि सक्नुहुँदैन, त्यहाँ गएर कुन कुन फिल्डमा काम गर्न सकिन्छ, अनलाइन एप्लाई गर्न सकिन्छ कि सकिँदैन, सम्पूर्ण जानकारी आजको भिडियोमा दिन गइरहेका छौं। त्यसैले आजको भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला। भिडियो सुरु हुनुभन्दा अगाडि एउटा सानो अनुरोध गर्न चाहन्छु। यदि तपाई कुनै पनि वर्किङ डिमान्ड अथवा युरोपियन डिमान्डहरुको जानकारीमूलक भिडियोजहरु युट्युबमा हेर्न चाहनुहुन्छ भने हाम्रो यस युट्युब च्यानललाई सब्स्क्राइब गरेर साइडमा रहेको बेल आइकनलाई पनि राख्नु होला, किनकि हामी यस्तै युरोप डिमान्ड सम्बन्धी अथवा जानकारीमूलक भिडियोजहरु तपाईहरुलाई लिएर आइरहने छौं। त्यसैले सब्स्क्राइब गर्नु होला। लक्जमबर्ग पश्चिम युरोपमा रहेको एकदमै सुन्दर मुलुक हो। लक्जमबर्गले आफ्ना सीमानाहरू बेल्जियम, जर्मनी र फ्रान्ससँग शेयर गरेको छ। लक्जमबर्गको राजधानी लक्जमबर्ग सिटी हो भने त्यहाँ लगभग 6.5 लाख जनसंख्या रहेको छ। क्षेत्रफलको आधारमा नेपाल भन्दा निकै नै सानो छ यो लक्जमबर्ग देश। त्यहाँ लक्जमबर्गकै लोकल भाषा फ्रेन्च र जर्मन भाषाको प्रयोग धेरै गरिन्छ। लक्जमबर्गको जीडीपी को कुरा गर्नुपर्दा $89 बिलियन रहेको छ, जुन एकदमै धेरै हो। जीडीपी पर क्यापिटा पनि $1,30,000 भन्दा बढी रहेको छ, जुन चाहिँ विश्वको सबैभन्दा धेरै हो। त्यहाँको मुद्रा चाहिँ युरो हो। लक्जमबर्ग विशेष गरी क्वालिटी अफ लाइफ, रहनसहन र टुरिज्मको लागि एकदमै प्रख्यात देश हो। लक्जमबर्गमा लोकलहरु भन्दा पनि टुरिस्टहरुको धेरै चहलपहल हुने गर्दछ। राजनीतिक स्थिरता, आर्थिक समुन्नतिका कारणले लक्जमबर्ग विश्वकै सबैभन्दा धनी देशमा गन्ने गरिन्छ र विश्वकै सबैभन्दा धेरै स्यालेरी प्रोवाइड हुने देश पनि लक्जमबर्ग हो। अब हेरौं लक्जमबर्गले विदेशीहरुलाई के कस्ता भिसाहरु दिने रहेछ। लक्जमबर्ग जानको लागि जम्मा 4 वटा प्रकारको भिसाहरु हुन्छ: वर्किङ भिसा, स्टुडेन्ट भिसा, भिजिट भिसा र डिपेन्डेन्ट भिसा। आज हामी विशेष गरी वर्किङ भिसाको बारेमा अलि बढी कुरा गर्नेछौं, किनकि तपाईहरु वर्किङ भिसाकै बारेमा बुझ्न आउनु भएको छ। वर्किङ भिसाको बारेमा बुझ्नु भन्दा अगाडि केही महत्त्वपूर्ण कुराहरु तपाईहरुलाई भन्न चाहन्छु। लक्जमबर्ग आफैमा एउटा विकसित मुलुक हो। युरोपको सेन्जेन रिजन भित्र पर्ने भएका कारणले यहाँको रुल्सहरु पनि एकदमै टाइट हुन्छ र वर्किङ भिसामा आउनु भन्दा अगाडि केही रिक्वायरमेन्टहरु हुन्छ जुन चाहिँ पूरा हुनुपर्छ। जस्तै लक्जमबर्गमा रहेको कुनै पनि कम्पनीबाट तपाईलाई एउटा स्पोन्सरशिप लेटर अथवा जब अफर चाहिँ पाउनु पर्छ र लक्जमबर्गमा ती बसिरहेका लोकलहरुलाई धेरै प्रायोरिटी दिने भएका कारणले विदेशी कामदारहरुलाई अलि गाह्रो छ। र भाषाको कुरा गर्नुपर्दा तपाईले फ्रेन्च, जर्मन ल्याङ्ग्वेज चाहिँ एकदमै राम्रोसँग बोल्न आउने हुनु पर्दछ। इंग्लिश पनि चाहियो, इंग्लिश त एकदमै चाहिने ल्याङ्ग्वेज भइहाल्यो। प्लस फ्रेन्च र जर्मन ल्याङ्ग्वेज जुन चाहिँ तपाईको एकदमै राम्रो प्रोफिसिएन्सी हुनु पर्दछ। अब अनलाइन एप्लाई गर्न सकिन्छ कि सकिँदैन भन्ने प्रश्नहरु पनि तपाईलाई लागेको हुन सक्छ। अनलाइन एप्लाई गर्न सकिन्छ। विभिन्न अनलाइन वेबसाइटहरु हुन्छन् जहाँ तपाईले आफ्नो एप्लिकेसनहरु भर्न सक्नुहुन्छ, तर त्यो सक्सेसफुल हुने चान्स एकदमै कम छ, किनभने तपाई एकदमै स्किलफुल पर्सन हुनुपर्छ। आईटी इन्जिनियरिङ अथवा मेडिकल फिल्डमा तपाईको राम्रो एक्सपिरियन्स छ भने तपाईले अनलाइन एप्लाई गर्नुभयो भने त्यो सक्सेसफुल हुन सक्छ। तर साधारण कामहरु गर्नुभएको छ, त्यसको एक्सपिरियन्सको आधारमा चाहिँ तपाईले एप्लाई गर्नुभयो भने खासै आउने चान्स चाहिँ हुँदैन, एकदम गाह्रो हुन्छ है। र तपाईलाई डिस्क्रिप्सनमा कमेन्टमा लिंक राखिदिनेछु वेबसाइटको, त्यहाँ गएर तपाईले अझ बढी जानकारी लिन सक्नुहुन्छ। अर्को भिडियोमा चाहिँ म तपाईहरुलाई कसरी एप्लाई गर्न सकिन्छ स्टेप बाइ स्टेप एप्लाई गरेर नै सिकाउने छु। अहिले विभिन्न विज्ञापनहरु देखिरहेको छु नेपालबाट डाइरेक्ट मेनपावरहरुले एप्लाई गरेर लाने भनेर। ती प्राय त लगभग फेक नै हुन्छ, किनभने अरु गल्फ कन्ट्रीको जसरी तपाईको त्यहाँ डाइरेक्ट डिमान्ड आउँदैन। त्यहाँ एकदमै पपुलेसन कम छ, ठाउँ पनि एकदम सानो छ, त्यहाँ धेरै इन्टरनेशनल वर्करहरुलाई ल्याउने कल्चर पनि छैन। तर अहिले चाहिँ त्यहाँको पपुलेसनहरु बढाउने भन्ने कुरा भइरहेको छ। इन्डियाबाट पनि धेरैले लाने कुरा भएको थियो। अहिले विभिन्न अनलाइन मिडियाहरुमा विज्ञापनहरु देखिरहेको छौं हामीले, लक्जमबर्ग एप्लाई गर्दिने छौं भनेर देखाइएको हुन्छ। विभिन्न मेन पावरहरुले बोर्डहरु नै टाँसेको हुन्छन् र त्यहाँ तपाईलाई तपाईको डकुमेन्टहरु होल्ड गरेर तपाईको सर्भिस चार्जहरु लिएर झोलाउने काम हुन सक्छ। त्यसैले तपाई आफै बुझेर मात्र एप्लाई गर्नु होला। यदि लक्जमबर्गमा तपाईको आफ्नो कोही आफन्तीजहरु, दाजुभाइहरु त्यहाँ हुनुहुन्छ भने उनीहरुले काम गरिरहेको कम्पनीमा यदि भ्याकेन्सी खाली छ भने, कामदारको माग छ भने उनीहरुले तपाईलाई रिफर गर्न सक्छन्। त्यो भनेको एउटा अर्को उपाय हो। र युरोपियन पासपोर्ट तपाईसँग छ भने अझ बेटर हुन्छ। तपाई यदि रोमानिया, स्पेन, पोर्चुगल हुनुहुन्छ भने तपाईसँग त्यहाँको पासपोर्ट छ भने तपाईले त्यसको आधारमा चाहिँ एप्लाई गर्न सक्नुहुन्छ। त्यो चाहिँ बेटर हुन्छ, किनभने उनीहरुले युरोपियन सिटिजन र आफ्नो लोकलहरुलाई धेरै प्रायोरिटी दिन्छ। नेपाली अथवा एसियनहरुलाई भन्दा उनीहरुले युरोपियन सिटिजनहरुलाई चाहिँ बढी प्रायोरिटी दिन्छ। तपाईसँग युरोपियन पासपोर्ट छ भने तपाईले मजाले एप्लाई गर्न सक्नुहुन्छ नेपाल बाहिरबाट। तपाईसँग कुनै पनि फिल्डको एक्सपिरियन्स छैन, तपाईले सामान्य काम गर्नु भएको छ र तपाईको त्यो एक्सपिरियन्सको आधारमा जाने सोच्नुमा हुनुहुन्छ भने तपाईले एकचोटी राम्रोसँग विचार गर्नु होला। एप्लाई गर्न चाहिँ सकिन्छ। तपाईको विभिन्न अनलाइन वेबसाइटहरु छन्,
विभिन्न अनलाइन प्लेटफर्महरू छन्, त्यहाँबाट तपाईँले मजाले एप्लाई गर्न सक्नुहुन्छ, ट्राई गर्न सक्नुहुन्छ। साधारण डिमान्डहरू चाहिँ त्यहाँ आउँदैन, गल्फ कन्ट्रीको जस्तो डिमान्ड आउँदैन। त्यसैले तपाईँले युट्युबमा जति पनि भ्रामक भिडियोजहरू देख्नुहुन्छ ती सबै भ्युज कमाउनको लागि मात्रै बनाइएको हुन्छ। भिडियोजहरू हेर्दा पनि एकदमै जेन्युन भिडियोजहरू हेर्नु होला। अनलाइनबाट एप्लाई गर्नको लागि वेबसाइट मैले तपाईँलाई डिस्क्रिप्सनमा राखिदिएको छु। एप्लाई गर्न आउँदैन भने म तपाईँलाई नेक्स्ट भिडियोमा चाहिँ कसरी एप्लाई गर्न सकिन्छ स्टेप बाई स्टेप एप्लाई गरेर सिकाउने छु। केही कुरा बुझ्नु भएको छैन भने तल कमेन्ट गर्न सक्नुहुन्छ, म तपाईँहरूलाई रिप्लाई दिनेछु। भिडियो हेरिदिनु भएकोमा धन्यवाद।